सेल्फ स्टडी गरेर लोकसेवामा नाम निस्किँदैन र यो प्रश्न धेरैजना स्टुडेन्टहरूको मनमा आउनु स्वाभाविक नै हो। निस्किन्छ साथीहरू, किन ननिस्किनु, गर्ने नै सेल्फ स्टडी हो। तर मेरो पर्सनल सजेसन चाहिँ एकचोटि चाहिँ विषय विज्ञ टिचरहरूसँग परामर्श लिँदा झन बेस्ट हुन्छ। किन त साथीहरू, स्कुल र कलेजको प्याटर्न र लोकसेवाको प्याटर्न फरक छ। त्यहाँ लेख्ने प्याटर्न छुट्टै हुन्छ। त्यो चाहिँ टिचरहरूसँग मजाले एकचोटि बुझेकै हुनुपर्छ। र टिचरहरू चाहिँ धेरै समय लगाएर, कोही 5 वर्ष 10 वर्ष लगाएर धेरै डाटाहरू कलेक्ट गरेर राखेको हुन्छ, जुन चाहिँ तपाईँहरूलाई थोरै समयमा सजिलै प्रोभाइड गरिदिन्छ, जसको कारण तपाईँहरूलाई त्यो डाटाहरू कलेक्ट गर्नको लागि अनावश्यक झन्झट र अनावश्यक समय चाहिँ खर्च गरिराख्नु पर्दैन। र एकचोटि प्याटर्न, ट्रिक्स, टिप्स सबै बुझिसकेपछि, फर्मेट बुझिसकेपछि तपाईँहरू छिटोभन्दा छिटो चाहिँ मेहनतलाई अझै मजबुत बनाएर नाम निकाल्न सक्नुहुन्छ। धेरै होइन, एकचोटि चाहिँ प्याटर्न बुझ्ने, एकचोटि चाहिँ सबै फर्मेट बुझ्ने, त्यसपछि गर्ने सेल्फ स्टडी नै हो। र आफ्नो मेहनतलाई बढाउनु होला, अवश्य सफलता मिल्छ। हस्त, धन्यवाद।